हेलो एभ्रिवान, आजको यो भिडियोमा चाहिँ हामी प्लान्ट ह्याङ्गर कसरी बनाउने भनेर सिक्दैछौँ। फर्स्ट अफ अल चाहिँ 6वटा 1.5 को म्याक्रोमी कर्ड लिने। यदि हजुरसँग अरू बलियो धागो छ भने त्यो युज गर्दा पनि हुन्छ। त्यसपछि दुईटालाई इक्वली फोल्ड गरेर अनि हामीले यसरी नै ट्विस्ट गर्ने। यो भाग चाहिँ हाम्रो ह्याङ गर्ने भाग हो। यसमा चाहिँ टोटल 12वटा धागो हुन्छ, जुनलाई चाहिँ हामीले 3 भाग गर्नुपर्छ, 4-4वटा गरेर। त्यसपछि चाहिँ यो भिडियोमा जस्तै 4-4वटा भाग लगाएर फेरि ट्विस्ट गर्ने। यसरी नै हजुरले एउटा आफ्नो प्रपर लेन्थ लिएर यसरी नै ट्विस्ट गर्नुपर्ने हुन्छ। जस्तै यहाँ मैले ट्विस्ट गरेर देखाएको छु र बाँकी दुईटालाई पनि त्यसरी नै ट्विस्ट गर्ने हो। र मैले 3टा ट्विस्ट गरेर देखाइसकेँ, हजुरले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ अब इच जुन हामीले दुईटा ट्विस्ट सिंगल ट्विस्ट गर्ने, त्योबाट दुईटा धागो लिएर 4वटाको फेरि ट्विस्ट गर्ने। हेर्न सक्नुहुन्छ भिडियोमा हजुरले यसरी नै अलिकति माथिभन्दा तलको लेन्थ चाहिँ अलिक सानो हुनुपर्छ र फेरि उताबाट दुईटा लिने अनि त्यसलाई ट्विस्ट गर्ने फेरि। हेर्न सक्नुहुन्छ यसको लेन्थ चाहिँ इक्वल गर्नुपर्छ, हामीले सकेसम्म इक्वल भएको राम्रो हुन्छ। सो लास्टको पनि म ट्विस्ट गर्दैछु। ट्विस्ट हुँदैछ, यसरी ट्विस्ट गरेर 3टा इक्वली ट्विस्ट भयो। हेर्न सक्नु। त्यसपछि तलको अलिकति सर्टन लेन्थ छोडेर तल पनि हामीले ट्विस्ट गर्नुपर्छ सबैलाई। यो ट्विस्ट गरेपछि यस्तो देखेको छ। फाइनली हाम्रो प्लान्ट रेडी भइसकेको छ। सो फाइनली हाम्रो प्लान्ट ह्याङ्गर चाहिँ रेडी भइसकेको छ र म यसमा चाहिँ पट राख्न गइरहेको छु। हजुरले हेर्न सक्नुहुन्छ भिडियोमा जस्तै गरी हजुरहरूले यसरी पट राख्न सक्नुहुन्छ, जुन चाहिँ एकदमै राम्रो देखिन्छ र हजुरहरूले घरमै DIY गर्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ हजुरको धागो चाहिँ बलियो हुनुपर्छ। सो हजुरहरूले पनि बनाउन ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ भिडियो। सी यू नेक्स्ट टाइम। बाई बाई।